सम्पूर्णमा नमस्कार। यतिखेर हामी स्याङ्जा जिल्लाको एकदमै प्रख्यात ठाउँ सोरेख मैदानमा छौँ। यहाँ प्याराग्लाइडिङ भएको दृश्य तपाईँले देखिरहनु भएको छ। प्राकृतिक रूपमा नेपाल एउटा धनी देश हो। यहाँ प्रकृतिको आनन्द लिन, यो आनन्द चुम्नका लागि विभिन्न देशबाट यहाँ पर्यटकहरू रम्न आउनुहुन्छ। त्योमध्ये हामी पनि आन्तरिक पर्यटनलाई व्यवस्थित बनाउने हेतुले आज स्याङ्जा जिल्लाको सोरेख मैदानमा रहेर यहाँको प्याराग्लाइडिङ हेर्दैछौँ र तपाईँहरूलाई पनि म देखाउँदैछु। यहाँ धेरै व्यक्तिहरूले प्याराग्लाइडिङको मजा लिइरहनु भएको छ। हेर्दा डरलाग्दो देखिँदा पनि यो साहसिक पर्यटकीय गन्तव्य हो। देखिरहनु भएको छ तपाईँहरूले, यहाँ धेरै प्याराग्लाइडिङहरू आकाशमा रमिरहेका छन्। प्राकृतिक सुन्दरता हेर्दै यहाँ रमिरहेको देखिन्छ। यहाँ अब अर्को पनि जानुभयो। रमाइलो छ, राम्रो छ प्राकृतिक माहौल। रमाइलो दिनमा तपाईँहरूलाई पनि मैले सानो कोसेली पसेको छु। हेर्नुहोला, लाइक सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।